Welcome to my channel Journey Diary. आज म तपाईहरुलाई नेपालको सुन्दर र सफा सिटीको बारेमा बताउन गइरहेको छु। आज हामी त्यही सिटीमा जाँदैछौँ जुन चाहिँ धरान सिटी रहेको छ। यो दृश्यमा देखिराख्नु भएको छ यो सर्दु खोला हो। यो सर्दु खोलाको बगरै एउटा एकदम राम्रो बाटो छ अनि यो चाहिँ धरान जाँदै गर्दाखेरि यो चाहिँ एउटा ठुलो सर्दु खोलामा बनाएको पुल हो। जुन पुलको सहायताले आज धरानवासी लगायत अन्य ठाउँका वासीहरूलाई आवत जावत गर्ने एकदम ठुलो सहयोग गरिरहेको पाइन्छ। अनि यसै गरी यो दृश्यमा देखिएको चाहिँ रेलवे चोक हो। यसलाई चाहिँ रेलवे चोक भनिन्छ। त्यसै गरी हामी भानुचोकतिर जाँदैछौँ। यो पुतली लाइन हो। यो भानुचोकबाट जाने क्रममा चाहिँ यहाँनिर यता दृश्यमा देख्नुहुन्छ तपाईँहरूले यो चाहिँ भाटबोटेनी हो। जेएनजी आन्दोलनमा यस्तो भएको रहेछ यो भाटबोटेनी, अहिलेसम्म बनाउन सकेको छैन। यहाँदेखि चाहिँ सिधै हामी अलिकति केही डिस्टेन्ससम्म हामी जान्छौँ भने चाहिँ हामी भानुचोक भन्ने ठाउँ हामीले देख्न सक्छौँ। भानुचोक चाहिँ धरानको चाहिँ एकदम केन्द्रबिन्दु ठाउँ है। अनि तपाईँहरूले हेरिराख्नु भएको छ यहाँनिर चाहिँ एकदम सिटी सवारी र टेम्पो चाहिँ एकदम फेमस है। यो देखिराख्नु भएको चाहिँ भानुचोक एरिया हो। यसलाई चाहिँ भानुचोक भनिन्छ। ठुलो बर पिपलको बोर्ड छ। अनि यसै गरी त्यो देखिराख्नु भएको चाहिँ घण्टाघर हो। अनि यो माथि यो देखिरहेको घण्टाघर हो। अनि यसरी माथि जाने क्रममा चाहिँ के हुन्छ भन्दाखेरि यतादेखि माथि जाने 0 पोइन्टतिर गइन्छ र भेटटार धनकुटा हुँदै हिलेतिर जाने बाटो यो चाहिँ। थ्याङ्क यू।